ल आज अगस्तको 22 2000 कति 26 सालको आज शनिबारको दिन हामी चाहिँ अब नम्बरी पार्टीको लागि घरबाट निस्किँदै छौं भर्खर। सो आज हामी चाहिँ हरेक वर्षमा पार्टी हुन्छ, त्यही कारणले गर्दा हामी चाहिँ अब दुईजना चाहिँ अब यसो अब पार्टीतिर प्रस्थान अथवा जान लागेको छौं। हाल्नु भयो भने लाइक, कमेन्ट, शेयर अनि सब्स्क्राइब गर्न चाहिँ नभुलिदिनु होला। यो केशर गुरुङ गोर्खा। थ्यांक यू। अनि बुढाबुढी भए पनि यसो हेर्नु होला, साथीभाइको यसो चिन्नुजनाले साथीभाइहरू कस्तो रहेछ के रहेछ भनेर सबैजनाले है। बाइ बाइ। दुईजना नम्बरी सापहरू चाहिँ यहाँ ट्याक्क गेटमा बस्नुभएको छ, पैसा कलेक्ट गर्ने चेकआउट गर्ने। धन्यवाद। आज नम्बरी पार्टीको भेलामा भएको मासुको लागि पोक। हजुर किन त ल यहाँ चाहिँ हाम्रो नम्बरी बहिनीहरू अब चाहिँ चिया आउने बित्तिकै चिपन चापन काँक्राले चटनीले बरु फाइदा भनेको प्लस गरेर लिने हो के। ह्याप्पी नम्बरी। चौबारी ताकु 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 हेर न यहाँ फेरि अर्को बेला है तपाईँ पनि निकालिदिनु पऱ्यो बहिनीहरूको नामले। नमस्ते बहिनी। ल होइन खाना कन्टिन्यू सुरु गर्नु ल। नमस्ते नमस्ते बहिनी। ल नमस्ते नमस्ते नमस्ते। नमस्ते नमस्ते। खानु खानु डिस्टर्ब होला फेरि। ल नमस्कार है बहिनीहरूलाई। तपाईँहरूको भिडियो युट्युबमा आउँछ है, कहिले कहिले आउँछ हेर्नुहोस्। नमस्कार।
अलिअलि पत्ता र बाटोमा रुख ढले जाने होइन होइन हारी कहाँ गयो भनेर अरूले सोध्थ्यो बुढोले म त तर पछि फेरि जमिन त बराबर फेरि फुल फेरि जाउँ अफिसको वरिपरि बिल्डिङको वरिपरि फुल त फेरि 4जना बुढो रु फेरि यहाँ ल यो हाम्रो त पक्का वनभोज जस्तो नि भयो अब बनभोज खाने चाहिँ होइन यो त के अरे चपाउँदा भने मुखमा पसेपछि आफै हराउँदो रहेछ के हो यो यता चाहिँ रक्सी खाने टोलीहरू क्या हो यता चाहिँ रक्सी खाने टोलीहरू क्या त्यस्तै लाग्यो त ल नम्बरहरू साँच्चै होला नि एकदम अलिक खाला त्यसले गर्दाखेरि अब त्यो कुरा पनि हामीले बुझ्नुपर्छ अब हामी त 60 प्लस भनेको त 67 होइन सानो कुरो होइन नि त त्यसले गर्दाखेरि अब त्यो एक्सक्युज बनाएर क्या भनेको 60 बोल्न आयो कुरा नगर्न त्यो त सधैँ यङको यङ हुन्छ राजा नमस्कार सलाम तपाईँलाई थ्याङ्क यू होइन रिता थापामा गरौँ आजको मनोरञ्जन दिने बहिनी हजुर ए हो सेन्टर अफ अटेन्सन म बिजी मेन के अहिले पनि बिजी भइरहेको ल थ्याङ्क यू तपाईँले गर्दा हाम्रो चाहिँ के भन्छ रेस्पिरेटर त्यहाँ आउने भयो के अरे जे भन्नु आउँछ युट्युबमा जुन त्यो हाम्रो बजेट छ नि पहिलाको यो त गोर्खाको हिरोहरू हुने सबै हिरो त हो नि गोर्खा भनेपछि कहाँ छ होला नि त ठाउँको नाम चिनिएन यतापट्टिको चाहिँ जेउबारीको मान्छे हो यो मान्छे चाहिँ मिलिङको म चाहिँ म चाहिँ काकु लमजुमी भयो अब सबै खुम्चिसक्यो अब त भयो बायाँ बायाँ भएको नम्बर साहबहरू भित्र आइदिनुहोस् सबै बहिनीहरू अझै छ टाइम दायाँ पछाडि भएको यता अलिक भएको नम्बर साहबहरू भित्र बोलाइदिनुहोस् न हजुर हाम्रो अलिकति कार्यक्रम सुरु गर्नु पर्यो त्यहाँबाट फ्री हुन्छ हामी अलि राम्रोसँग खिच्दिनु है भिडियो हो ल ल ल यता बोल्ला हाम्रो कलाकारहरूको नामलाई Thank you.
बदमास हो मान्छे माया गर्छ ए माया गर्छ कि तपाईले सेवास राम्रो खिचाइ अलि नम्बर यो नमस्ते हुनु कलिलो देखाइदे मेरो चाहिँ नम्बरी आज यसरी जम्मा भएको छौँ वर्षमा एकचोटि हामी भेटघाट गर्छौँ तर मजबुत मजाले इन्जोय गरेर जानु पर्यो यसै क्रममा अब म इन्टेकका अध्यक्षज्यू र एडभाइजर क्याप्टेन गमर 5750लाई यो उद्घाटनको लागि अगाडि आइदिनु हुन म अनुरोध गर्दछु अरू के पनि भएन यो दायाँ बायाँको यो झन्डाहरू गरेर उहाँले उद्घाटन गर्नुहुन्छ सबै उठिदिनुहोस् सफल पार्नको लागि यहाँहरू सबैले आफ्नो समय निकालेर आज आइदिनु भयो यसको लागि म यहाँहरूलाई धेरै धेरै धन्यवाद र म स्वागत पनि मेरो आफ्नो व्यक्तिगत तर्फबाट स्वागत र हाम्रो कमिटीको तर्फबाट धेरै धेरै स्वागत गर्न चाहन्छु र यसै क्रममा हामीले सबभन्दा पहिला स्वागत मन्तव्य दिनको लागि इन्टेक 1983 का भाइस प्रेसिडेन्ट क्याप्टेन गङ्गाजीलाई म यहाँ आइदिनु अनुरोध गर्दछु बियर यसपालि त अलिक बियर नखा जस्तो छ थ्याङ्क यू सुगम साहब एकैछिन प्लिज तपाईँको दफा जति लामो भयो मेरो फेरि चक्का फेरि थपिन जान्छ फेरि है गर्दाखेरि चक्का अलिक छिटो छोटो गर्ने हो भने चाहिँ एकैछिन सुनिनु पर्यो थ्याङ्क यू प्लिज 1983 इन्टेकका चेयरम्यानज्यू अध्यक्षको अभिभार सम्हालेर अहिले सल्लाहकारको भूमिका निभाइरहनु भएका हाम्रा सल्लाहकार नम्बर साहबहरू कमिटीका सम्पूर्ण नम्बर साहबहरू नेपालबाट पाल्नुभएका हाम्रा कलाकार बहिनीहरू हाम्रो डिजे खुसी उपस्थित सम्पूर्ण बहिनीहरू र मेरो प्यारा नम्बरी साहबहरू अनि एक दुईजना भान्जाहरू मैले देखेको छु हजुरलाई मेरो सादर नमस्कार भान्जाहरूलाई आशीर्वाद नम्बरी साहबहरूलाई हाम्रो लाउरेको छोडेको सलाम आज हामी फेरि 378 दिनपछि हैन ठ्याक्कै 378 दिनपछि चाहिँ यही चौतारीमा भेट भएका छौँ गर्दाखेरि हामी अहिले यो 43औं भेटघाट वार्षिक भेटघाट चाहिँ मनाउनको लागि हामी यहाँ जम्मा भइरहेका छौँ र टाढा टाढाबाट पाल्नु भएर आफ्नो व्यस्तताको बावजुद पनि 1983
यो साझा घर आफ्नो परिवार नम्बरीलाई सम्झेर हजुरले यो उपस्थिति जनाइदिनु भएकोमा हजुरको गरिमामय उपस्थितिको लागि हार्दिक धन्यवाद। हजुरको यो एकदम पोजिटिभ उपस्थिति सहयोगको लागि वन्स अगेन थ्याङ्क यू। अनि आउने दिनहरूमा पनि कार्यक्रम सञ्चालन गर्ने कोअर्डिनेटर कमिटीलाई चाहिँ यसै गरेर मद्दत गरिदिनु होला अनि हौसला दिनुहुनेछ भन्ने मैले आशा लिएको छु र चेयरम्यानज्यू अनि कमिटीको तर्फबाट पनि म अनुरोध गर्न चाहन्छु। यसैमा अब समय फेरि कस्तो परेको छ भने हाम्रो दिदीबहिनीहरूको महान चाड हरितालिका तीज हाम्रो घरदैलामा भित्रिसकेको छ र दर खाने प्रोग्रामहरूको भिडियोहरू हामीले के अरे सोसियल मिडियामा देखिसकेका छौँ। गर्दा यही अवसर लिएर म सम्पूर्ण हाम्रो नम्बरी 83 इन्टेकका नम्बरी साहबको तर्फबाट सम्पूर्ण बहिनीहरूलाई तीजको हार्दिक शुभकामना टक्राउन चाहन्छु। धन्यवाद यस कार्यक्रमका उद्घोषक एवं 1983 का सचिव सुर नम्बरीज्यू। यहाँ पछाडि सुन्दै हुनुहुन्छ कर्नर लेफ्टपट्टि यहाँलाई मैले यति अनुरोध गरेँ भने नम्बरीको हैसियतले केही समयका लागि अलिकति शान्त भइदिनु भयो भने सुनमा सुगन्ध थपे जस्तै हुन्छ भन्ने मैले यहाँलाई अनुरोध गरेँ। र बाहिर दुईजना नम्बरी हुनुहुन्छ नम्बरी साहब। यो कार्यक्रम हामी सबै नम्बरीको हो। नम्बरीहरूलाई आगोले पोल्दा मलाई पनि पोल्नुपर्छ, मलाई पोल्दाखेरि यहाँलाई पनि पोलेको अनुभव हुनुपर्छ भन्ने मैले शब्द सेयर गरेँ। वास्तविकमा मान्छेमा धेरै कुरोको विचारहरू सङ्कल्पहरू हुन्छन्, त्यसलाई सही ठाउँमा न्युट्रलाइज गर्नु सकिएन भने हामी किन आकाशैमा उडेर नरहौँ, त्यसको कुनै अर्थ रहँदैन। यो शब्द मैले यहाँलाई सेयर गर्नु खोजेँ। आज 1983 इन्टेक भनेको विभिन्न इन्टेकका गुरुजीहरू भाइहरू भए तापनि 83 इन्टेकको आफ्नै पहिचान आफ्नै विचार भएको 83 इन्टेक हौँ तपाईँ हामी नम्बरी। र यो गरिमामय इन्टेकको भेलामा उपस्थित हुनुभएका सम्पूर्ण नम्बरीगण बहिनीहरू पत्रकार मित्रहरू र विभिन्न प्रकारले हँसिलो र जोसिलोमा हामीलाई मनोरञ्जन दिलाउनुको लागि उपस्थित हुने कलाकार बहिनीहरू र हामीलाई मिठो खाना खुवाउने सबै भोजन कार्यहरू र प्रतिध्वनिज्यूहरू यहाँहरू सम्पूर्णमा म न्यानो अभिवादनसहित हार्दिक स्वागत पनि गर्न चाहन्छु। मैले यहाँलाई अलिकति सेयर चाहिँ के गर्नु खोज्दैछु भने मैले सुरुमा भनेको शब्द फेरि पनि म सेयर गर्न चाहन्छु। मान्छे धेरै किसिमको हुन्छ, त्यो आफैमा निर्भर पर्छ। मान्छे किन सम्पन्न नहोस्, किन विपन्न नहोस्, किन गरिब, किन धनी, किन शक्तिशाली, किन रोगी निरोगी नहोस्, तर त्यो मान्छेलाई सधैँ मान्छे भनेर चिनाउने भनेको अनुशासन हो र हामीमा हुनुपर्ने एउटा संस्कार हो। त्यो हामीमा संस्कार छैन भने त्यो कुनै पनि अर्थ रहँदैन। त्यो संस्कारलाई हामी सबै जीवित बनाउनु हाम्रो संस्कार संस्कृति परम्परालाई सधैँ जीवित राख्नुको लागि हाम्रो जिम्मेवारी हो। त्यसलाई भन्छ हामी मानव। र त्यो विचार र धारणा भएको नम्बरीहरूमा 83 इन्टेकमा छ भन्ने हामीले विश्वास गरेका छौँ। मैले मात्र होइन, तपाईँ हामी सबैले। तर यसलाई सधैँ निरन्तरता दिनुको लागि त्यो पनि एउटा विचार भनेको चाहिँ एउटा नितान्त सङ्कल्प हो, त्यो विचार हो। तर त्यसलाई सधैँ हामीले सोचेर विचार गरेर त्यसलाई हामीले न्युट्रलाइज गर्न सक्यौँ भने यसरी नै प्रत्येक वर्ष हामी नम्बरी भेला भएर जति दुःख गरे पनि आज एकचोटि बिसाएर हामी रमाइलो गर्ने, स्वच्छ भावनाले 2-3 घन्टा भए पनि रमाइलो गर्ने। मान्छेको जिन्दगीमा सबै कुरो सम्पन्न भए पनि हामी यो संसारमा केही समयको लागि मात्रै उत्रिएका छौँ। त्यो कुरोहरू हामीलाई मनन हुनुपर्छ भन्ने पनि मैले यहाँलाई सेयर गरेँ। मन्त्र मलाई स्वीकार गरेर यहाँ आउनुभएको छ र उहाँहरूलाई स्वागत गर्नको लागि उहाँहरू 3 जना हुनुहुन्छ।
हामीसँग। उहाँलाई स्वागत खादा उडाएर स्वागत गरिदिनु आउनुको लागि हाम्रो अध्यक्षज्यू अगाडि आइदिनुहोस् र हाम्रो एडभाइजर साहब फेरि अगाडि आइदिनु पर्यो। र सरिस्मा मगर उहाँ चाहिँ डान्सर हो। त्यसबाट नम्बरी साहबहरू भरे एकदम नाच्न आज तयार हुनुहुन्छ है। खुट्टा चाहिँ अलिकति डह्रो बनाएर आउनुहोस्, अगाडि आइदिनुहोस्। र यहाँ बस्नुहोस्। र यहाँहरूले सायद भोइस अफ नेपाल कतिको हेर्नुभयो। लास्ट इयरको भोइस अफ नेपालको विनर निता थापा मगर यहाँ अगाडि आइदिनुहोस् र हुनुहुन्छ। र त्यसै क्रममा अर्को हुन्छ कुमारी चेपाङ बहिनी कता हुनुहुन्छ? ए यहाँ उल्टो बस्यो क्या तपाईँ? हो त्यो तपाईँ बसेर होइन खादा हुनुले हात मिलायो हुन्छ नि। हात कसैले दिनुहोस् होइन, हात छैन भने चाहिँ भन्नु पऱ्यो साथी। हात त अहिलेसम्म त चल्दैछ नि, चल्दिरहेको छ। अब 50औं मान्ने बेला छौँ हात सबैको चलाउँछौँ, चल्दै हेर्नुपर्छ। ल यतिखेर चाहिँ फ्री छ है, फोटो कतिले खिच्नुहुन्छ खिच्नुहोस्।
फ्रेमली ग्रिनमा बालमोर रोड हो कि के भन्थ्यो एक्चुअली होमली सेन्टर फ्रेमली ग्रिन हो भएको थियो। हामी अहिले तिनजना चाहिँ डिनर स्टार्ट गरेको छौँ। सोल्टी, उनासी दोष र मिस्टर राज। थ्याङ्क यू। के अरे म्याग्दीको गोर्खाको म गोर्खाको चाराखे यहाँ चाहिँ कास्की लमजुङ कास्की पहिला लमजुङ पछि कास्की नयाँ कास्की पछि नयाँ कास्की। ल अब खाना सुरु गर्न हुन्छ। हाम्रो पार्टीमा अहिले पनि राजसभाले के भने गोर्खाली ल्याउनु पर्यो। हेरेर मैले समय भन्नु केही छ?
भन्नु त एकदम रमाइलो छ हजुर पाए साह्रै खुसी छ सधैँ यसरी भेटिरहन पाएको अनि हजुरलाई कस्तो छ नि नम्बर भन्नु के छ आजको पार्टीको विषयमा? हजुर एकदम रमाइलो वर्षमा एकचोटि भेट हुँदाखेरि त्यही नै छ खुसीको कुरा। धन्यवाद।